जुन यो फर्मा र फ्रेम राखेको एरिया छ यहाँसम्म चाहिँ ढलानको लागि काम अगाडि बढिसकेको हो भने साथीहरूले उता देख्न सक्नुहुन्छ। हिजो झन्डै यो ढलानको यो ढलान हुने योग्य फर्मा र फ्रेम राखेको आधी भाग चाहिँ हिजो ढलान भइसकेको छ भने अब त्यसमा चाहिँ एक लट अब त्यो भरेर फेरि डन्डीहरू बाँधेर अनि प्यारापिटको आकार बनाएर अन्तिम ढलान हुनेछ। अझै एउटा ढलान बाँकी छ साथीहरू। भने यता फर्मा र फ्रेम राख्ने काम पनि निकै अगाडि बढिसकेको छ भने डन्डी बाँध्ने काम त यता भ्याइसकेको छ भने तलपट्टि चाहिँ हिजो ए ब्लक र बी ब्लकमा चाहिँ यो ढलान भएको ए ब्लक र बी ब्लकमा चाहिँ हिजो सरसफाइ र ग्राइन्डरले चिल्ल्याउने काम सम्पन्न भएको छ भने साथीहरू आज अब फर्स्ट ए ब्लक र बी ब्लकमा चाहिँ कुर्सी राख्ने काम सुरु हुन्छ। सम्भवतः आज यो दुईटै एरियामा चाहिँ कुर्सी राखेर भ्याउँछ होला। कुर्सी निकै नै फिटिङ भइसकेको छ, देख्न सक्नुहुन्छ सम्पूर्ण साथीहरूले। कुर्सी त्यहाँ भुइँमा त्यति धेरै झारिएको छ भने भित्र फिटिङ भएको कुर्सी पनि निकै नै धेरै छ।